के तपाईँ पनि शेयर बजारमा नयाँ हुनुहुन्छ? आइपिओ त बढ्नुहुन्छ तर आइपिओ कहिल्यै पर्दैन। आजको यो भिडियोमा म तपाईहरुलाई हाउ टु एप्लाई आइपिओ स्टेप बाइ स्टेप सिकाउने छु र तपाईहरुलाई आइपिओ किन पर्दैन त्यसको बारेमा पनि बताउने छु। त आउनुस् भिडियो सुरु गरौँ। भिडियो सुरु गर्नुभन्दा पहिला यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आइपिओ एप्लाई गर्नको लागि सर्वप्रथम मेरो शेयर खोल्नुहोस्। मेरो शेयर खोलिसकेपछि यहाँनिर तपाईले आफ्नो डिम्याट अकाउन्ट कुन बैंक अथवा ब्रोकरबाट खोल्नु भएको छ त्यसको नाम यहाँनिर सर्च गर्नुहोस्। त्यसपछि यसमा क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो युजर नेम राख्नुहोस् यहाँ र यहाँनिर आफ्नो पासवर्ड राख्नुहोस्। यति राखिसकेपछि यहाँनिर लगइनमा क्लिक गर्नुहोस्। यहाँनिर लगइनमा क्लिक गरिसकेपछि तपाईहरुले तल देख्न सक्नुहुन्छ माई आस्पा, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईको जुनको आइपिओ खुलेको हुन्छ त्यो सम्पूर्ण लिस्टहरु यहाँनिर देखिन्छ र जुन आइपिओ हामीले भर्ने हो त्यसको लागि हामीले यहाँ एप्लाईमा क्लिक गर्नुहोस्। एप्लाईमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर देख्न सक्नुहुन्छ कम्पनीको नाम भुजुङ हाइड्रो पावरको अहिले खुलेको छ। अहिले मैले यही भरेर देखाउँछु। सम्पूर्ण आइपिओ या त एफपिओ जे आए पनि भर्ने प्रक्रिया चाहिँ हाम्रो सेम नै हुन्छ र यो आइपिओ को बारेमा यदि तपाई विस्तृत रूपमा पढ्न चाहनुहुन्छ त्यसको बारेमा बुझ्न चाहनुहुन्छ भने चाहिँ यहाँनिर प्रोस्पेक्ट राखिदिएको छ, यो डाउनलोड गरेर तपाई पढ्नुस्। यहाँ चाहिँ सम्पूर्ण आइपिओ को डिटेल्सहरु राखिदिएको हुन्छ है त, कम्पनी कस्तो छ फुल डिटेल्स राखेको हुन्छ। यो एकदमै धेरै लामो पनि हुन्छ, यो चाहिँ तपाईले पढ्न सक्नुहुन्छ र यहाँनिर कति किताको कहिले सम्मको लागि सम्पूर्ण कुराहरु लेखेको छ। जस्तो इस्यु म्यानेजर कुमारी क्यापिटल, ओपनिङ डेट भनेको 26 तारिखदेखि 29 तारिखसम्मको लागि खुलेको छ र 8,30,000 किता खुलेको छ र यसको प्राइस चाहिँ 100 रुपैयाँ रहेको छ। हामीले कम्तीमा 10 किता एप्लाई गर्नुपर्छ र बढी 50,000 कितासम्म यसमा चाहिँ एप्लाई गर्न सक्छौं। अब यहाँनिर तपाईले प्रोसेसमा क्लिक गर्नुहोस्। प्रोसेसमा क्लिक गरिसकेपछि यति डिटेल त यसमै आइहाल्छ हैन, जुन बैंक राख्नु भएको छ त्यो अटो आइहाल्छ। यहाँनिर चाहिँ एप्लाई किता कति किता भर्ने हामीले त्यो भर्नुपर्ने हुन्छ। यसको लागि अहिले चाहिँ 10 किता राख्नुस्। 10 भन्दा मुनि भर्न मिल्दैन, तपाईले 10, 20, 30 यस्तै चाहिँ भर्नुपर्छ है त। जुन तपाईलाई बैंकले दिएको छ सीआरएन नम्बर त्यो नम्बर चाहिँ यहाँनिर राख्नुहोस्। यहाँनिर आफ्नो सीआरएन नम्बर राखिसकेपछि यहाँनिर टिक लगाउनुहोस्। त्यसपछि अझै तल हेर्नुस्, यहाँ एप्लाईमा क्लिक गर्नुहोस्। एप्लाईमा क्लिक गरिसकेपछि तपाईलाई यहाँनिर ट्रान्ज्याक्सन पिन माग्छ, जुन 4 डिजिटको ट्रान्ज्याक्सन पिन तपाईले सेट गर्नु भएको थियो सुरुमा मेरो शेयर खोल्दाखेरि। त्यो पिन चाहिँ यहाँनिर तपाईले राख्नुपर्ने हुन्छ। ओके, यहाँनिर आफ्नो ट्रान्ज्याक्सन पिन राखिसकेपछि चाहिँ एप्लाईमा क्लिक गर्नुहोस्। ओके, यहाँनिर हाम्रो शेयर हैज बीन एप्लाई सक्सेसफुली भनेर आइसक्यो। हामीले आइपिओ चाहिँ एप्लाई गरिसक्यौं। अब हामीले यहाँनिर आइपिओ हामीलाई कतिचोटी पर्दैन, हाम्रो एप्लिकेसन रिजेक्ट हुन्छ। धेरै जसो आइपिओ रिजेक्ट हुनुको कारण तपाईको बैंकमा पर्याप्त ब्यालेन्स नहुनु हो। जस्तो तपाईलाई 1000 रुपैयाँको आइपिओ आउँछ, जुन 1000 रुपैयाँको आइपिओ को लागि यदि बैंक खातामा तपाईले 1000 रुपैयाँ मात्रै हाल्नु भएको छ भने जब हामीले आइपिओ एप्लाई गर्छौं त्यतिखेर 5 रुपैयाँ चार्ज पनि लिन्छ बैंकले। यदि त्यो चार्जको लागि पनि पैसा छैन भने त्यो कन्डिसनमा पनि उले तपाईको एप्लिकेसन चाहिँ रिजेक्ट गरिदिन्छ र कहिलेकाहीँ चाहिँ आइपिओहरु प्रिमियममा आइरहेको हुन्छ र हामीले चाहिँ त्यो कुरालाई वास्ता गरिदिँदैनौं। जस्तो 200 मा आउँछ कुनै आइपिओ प्रिमियममा हैन, कहिले 300 मा आउँछ। त्यो कन्डिसनमा पनि पर्याप्त ब्यालेन्स छैन भने चाहिँ त्यो हाम्रो आइपिओ रिजेक्ट हुन जान्छ। त्यही भएर तपाईले यसमा आएर चाहिँ रिपोर्टमा चेक गर्दै गर्नु होला। जब तपाईले रिपोर्टमा चेक गर्नुहुन्छ त्यहाँनेर तपाईलाई लेखिदिएको हुन्छ कि किन रिजेक्ट भयो भनेर र तपाईले पुनः एप्लाई गर्न पनि पाउनुहुन्छ। त्यही भएर यसलाई चाहिँ ध्यान दिनु होला। यदि हामीले एप्लाई नै हाम्रो सक्सेसफुली भएन भने त हाम्रो आइपिओ पर्ने चान्सै हुँदैन। त्यसैले आइपिओ एप्लाई गरिसकेपछि एप्लिकेसन रिपोर्टमा आएर चेक गर्नुहोस् र आफ्नो आइपिओ भेरिफाइड भए नभएको सुनिश्चित गर्नुहोस् र आफ्नो आइपिओ पर्ने सम्भावनालाई बढाउनुहोस्। हस् त, आजको भिडियोमा यति नै। भिडियो मन परे लाइक गर्नुहोस् र साथीहरूलाई पनि शेयर गर्नुहोस्। कति किता एप्लाई गर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोस् र अन्य यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्।